साथीहरु के तपाईहरुले थाहा छ तपाईहरुले YouTube को म्युजिक पनि ब्याकग्राउन्डबाट प्ले गर्न सकिन्छ। तपाईहरुले थाहा छैन भने यो भिडियो तपाईहरुको लागि है त। ध्यान दिएर हेर्दिनु होला। जुन जुन सेटिङ गर्ने छु त्यो सेटिङ चाहिँ तपाईहरुले गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईहरु आफ्नो मोबाइलमा जानु होला। मोबाइलमा गएर चाहिँ तपाईहरुलाई जानुपर्ने हुन्छ क्रोम ब्राउजरमा। क्रोम ब्राउजरमा जानु होला। क्रोम ब्राउजरमा गइसकेपछि तपाईहरुलाई कुनामा देखिन्छ 3 डट देखिएको छ त्यसमा चाहिँ क्लिक गर्नु होला। क्लिक गरिसकेपछि हामीलाई सेटिङको अप्सनमा जानुपर्ने हुन्छ। सेटिङमा गइसकेपछि तपाईहरुले स्क्रोल गर्नु होला। त्यसपछि नोटिफिकेसन जुन देखिएको छ नोटिफिकेसन त्यसमा क्लिक गर्नु होला। यदि तपाईको यो अन छ भने अनै छोड्दिनु होला। यदि अफ छ भने अन गर्नु होला। त्यसपछि ब्याक जान्छ हामी क्रोमको होममा। होममा गइसकेपछि हामीलाई सर्च बारमा जानुपर्ने हुन्छ। youtube.com सर्च गर्नुपर्ने हुन्छ। YouTube मेरोमा चाहिँ पहिले नै सर्च रहेको छ। तपाईहरुले चाहिँ सर्च गर्नु होला है त। त्यसपछि अगाडि बढ्ने छौं। अगाडि बढिसकेपछि हाम्रो क्रोम ब्राउजरमा YouTube खुल्छ। YouTube खुलिसकेपछि फेरि पनि हामीलाई 3 डटमा जानुपर्ने हुन्छ। त्यसपछि हामीलाई स्क्रोल गर्नु होला। त्यसपछि डेस्कटप साइट जुन रहेको छ त्यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि हामीलाई YouTube यसरी देखिन्छ। YouTube यसरी देखिन्छ। तपाईलाई जुन गाना मन पर्छ त्यो क्लिक गर्नु होला। म थोरै आवाज कम गरिदिन्छु। म्युजिक चाहिँ मेरो प्ले भयो। त्यसपछि हामी म्युजिक प्ले भयो। म्युजिक प्ले भइसक्यो। त्यसपछि हामी सिधै ब्याक गर्ने छौं र जुन नोटिफिकेसनमा छ त्यसलाई अन गरिदिने छौं। हाम्रो म्युजिक चाहिँ बज्न सुरु भयो। हामीलाई ब्याकग्राउन्डबाट म्युजिक बजिरहेको सुनिएको छ। एकछिन सुनाउँछु तपाईहरुलाई। यसरी चाहिँ तपाईहरुले आफ्नो मोबाइलमा चाहिँ YouTube म्युजिक बजाउन सक्नुहुन्छ।